नमस्ते, म राष्ट्रिय खेलाडी सोमबहादुर कुमार। आज चाहिँ तपाईँहरूलाई सेनपेनको बारेमा भन्न गइरहेको छु। यो लाउरी हुने भाइहरू र रनिङ गर्ने खेलाडीहरूलाई धेरै यो सेनपेन आएको कारणले मैले यो भिडियो बनाउन गइरहेको छु। यो थोरै जानेको कुराहरू म भन्न गइरहेको छु, त्यसमा चाहिँ थोरै ध्यान दिएर सुन्नु होला। सेनपेन कसरी आउँछ भने तपाईँहरूले साह्रो भागमा चाहिँ एक्सर्साइजहरू अलिकति राम्रो पनि नभएर साह्रो भागमा रोडहरू जस्तो भागहरूमा चाहिँ तपाईँले आफूले क्षमताभन्दा बढी चाहिँ गऱ्यो भने चाहिँ सेनपेन आउँछ। यो सेनपेन आइसकेपछि तपाईँले कसरी निको पार्ने भन्ने कुरामा अब ध्यान दिनुपर्छ। सेनपेन त भइहाल्यो। अब सेनपेन हुने बित्तिकै तपाईँहरूले चाहिँ सकेसम्म सुरुमा चाहिँ आइस गर्नु होला। सुरुमा आइस गर्नु, आइसले अलिकति रिकभर दिन्छ। त्यसमा चाहिँ तपाईँले चाहिँ थेरापी र अल्ट्रासाउन्ड पनि गर्न सक्नुहुन्छ र तपाईँहरूले रेस्ट एकदम आरामको जरुरी हुन्छ यसको बेलामा। त्यसमा अब आराम पनि गर्ने टाइम छैन भने तपाईँले चाहिँ कोर एक्सर्साइजहरू चाहिँ राम्रोसँग गरेर तपाईँहरूले चाहिँ अलिकति रिलिफ गर्न सक्नुहुन्छ। साह्रो भागहरूमा नगरिकन तपाईँहरूले घाँसे मैदानहरूमा घाँस भएको ग्राउन्डमा चाहिँ तपाईँले चाहिँ जुत्ता राम्रो लगाएर चाहिँ घाँसमा दौडिन सक्नुहुन्छ। रोडहरू साह्रो भागमा चाहिँ अलिकति नदौडिनुहोस्। घाँसहरूमा अलिक कन्टिन्यू गऱ्यो भने अलिकति रिलिफ हुन्छ। तपाईँहरूले मेन भनेको चाहिँ त्यो कडा भागमा चाहिँ गर्नु भएन तपाईँले यो थेरापी। अनि जुत्ताहरू मेन भनेको चाहिँ यसलाई चाहिँ जुत्ता चाहिँ राम्रो खालको जुत्ता चाहिँ तपाईँले चाहिँ युज गर्नुपर्ने हुन्छ। जुत्ता राम्रो भयो भने तपाईँलाई अलिकति सेनपेनमा चाहिँ अलिक कम आउँछ। अब इन्जुरी हुँदाखेरि चाहिँ अब रेस्ट गर्नुपर्ने हुँदाखेरि चाहिँ तपाईँले चाहिँ अब पर्फर्मेन्स डाउन नहुन दिनको लागि चाहिँ तपाईँले अब कोर एक्सर्साइजहरू चाहिँ मिनिमम कन्टिन्यू गरेर राख्नुपर्छ। त्यसले गर्दा तपाईँहरूको पर्फर्मेन्स डाउन हुन दिँदैन। यो क्याल्सियमहरू पनि खान सक्नुहुन्छ, जस्तै सुपहरू, खसीको खुसखुट्टाको सुपहरू र बाहिर पनि बजारमा नि सुपहरू, मसरुम सुपहरू, यस्तो सुपहरू चाहिँ ल्याएर चाहिँ खान सक्नुहुन्छ। मालिस पनि गर्न सक्नुहुन्छ। मालिसहरू तेल लगाएर त्यो दुखेको ठाउँमा चाहिँ मजाले चाहिँ यो हातको यो साइजले मजाले यसरी चाहिँ मालिस पनि गरेर चाहिँ तपाईँले यो सेनपेनलाई निको पनि हल्का रिलिफ गर्न सक्नुहुन्छ। र यस्तै भिडियोहरू हेर्नको लागि तपाईँले फलो गर्दै गर्नु होला। तपाईँहरूले यसो सपोर्ट गर्नुभयो भने नयाँ मैले कुराहरू जानेको कुराहरू म लिएर आउँदै गर्नेछु। धन्यवाद। हस्त नमस्ते।